हाम्रो यहाँ लोधोमा बजारमा है यहाँ हाम्रो विक्रम दाले यहाँ हेयर सलुन खोल्नु भएको रहेछ। अनि हाम्रो यो लोधोमा बजारमा हो हेयर सलुन। अनि यहाँ हाम्रो यहाँ गागी पनि आइराखेको रहेछ हाम्रो दाजुको। यहाँ हाम्रो भेनाले काट्दै रहेछ। अनि दा यो सलुन खोलेको कति भयो दा? सलुन खोलेको भयो नि 2 महिना जस्तो। 2 महिना जस्तो भयो है। 2 महिना जस्तो। अनि दाले यहाँ मजाले काट्दो रहेछ कपाल लोधोमा बजार यता यो गैरी गाउँमा हाम्रो दाजु विक्रम दा है। अनि तपाईँहरू जतिजना पनि आउनुहुन्छ है कपाल काट्नु यहाँ पनि खोलेको रहेछ दाले पनि दोकान है हेयर सलुन। अनि तपाईँहरू पनि यहाँ आइकन कपाल काटिदिनुहोस्। दादालाई हल्का सपोर्ट हुन्छ है होइन दा? एकदम करेक्ट। अनि दा रेट चाहिँ कति छ कपाल काटेको? ओन्ली 60 रुपिस। 60 रुपिस। 60 रुपिसमा तपाईँले के गर्छ अरू दा? अरू त प्रायः सबै गरिदिन्छु। अरू भन्दा पनि के गर्नु केसहरूको चाहिँ प्रायः जब गर्छु। हेयर कलरहरू पनि गर्छ? हेयर कलर केटाहरूको केटीहरूको त होइन? केटीहरूको त गर्दैन है। केटाहरूको अरू फेसियल यस दा तपाईँले फेसियलहरू पनि गरिदिन्छ है? त्यो चाहिँ गर्दिनँ अहिले। यो गर्दैन है फेसियलहरू? सामान चाहिँ छैन नि त मेरोमा। हजुर। अनि अरू त्यति हो है? अहिले त्यति नै हो। हजुर सुरुवात हो नि त। हजुर सुरुवात हो है। अनि तपाईँहरू जतिजना पनि लोधोमामा कपाल काट्नु आउनुहुन्छ है दादाकोमा नि काटिदिनुहोस्। दादाकोमा काटिदिनुहोस् आएर है। अनि दादाले सोचेछ बाहिर गएर के गर्नु गाउँमै छ होइन भनेर दादाले सोचेर गर्नुभएको रहेछ। राम्रो हो दादाले है। अनि या हुन्छ थ्याङ्क यू। हजुर हुन्छ धन्यवाद तपाईँलाई।